म चाहिँ आज सरलाई जाँदैछु होइन। म यति एक्साइटेड छु अनि म बिहानै मन्दिर गएँ किनकि आज सोमबार थियो नि त। अनि मैले पूजा गरेँ अनि त्यसपछि म रुम फर्केँ होइन। अनि मैले चाहिँ पूजा गर्दा एउटा सानो भिडियो खिचेको थिएँ। म बिहानै नुहाइधुवाइ गरेर गएको थिएँ। म चाहिँ 5 बजे उठेको थिएँ अनि त्यसपछि हाम्रो चाहिँ 9 बजेको फ्लाइट थियो अनि बहिनी र म जान लाग्थ्यौँ। अनि फ्लाइट 9 बजेको चाहिँ हामीले चाहिँ छिटै गरी निस्केको होइन। तर बाटोमा यति धेरै जाम थियो कि म के भन्नु। त्यसपछि तर हामी टाइममै पुगेको थियौँ। अनि यति एयरलाइन्स बुक गरेको थियौँ हामीले चाहिँ। अनि धेरै बेर कुर्नु परेन होइन। अनि मेरो चाहिँ घरमा थाहा थिएन कि म आउँदैछु भनेर। अनि सरप्राइज जस्तै थियो। तर पछि मैले जनकपुर पुगेपछि चाहिँ मैले कल गरेँ भने किनकि म एकदम धेरै एक्साइटेड थिएँ कि मम्मीलाई भन्नलाई होइन। अनि सो यति एयरलाइन्सबाट 2 नम्बर गेटबाट हामी भित्र छिर्यौँ। अनि छिटो भएको थियो, यस्तो रोकेको ओरेको धेरै थिएन। हामी कति छिटो गएको थियौँ। अनि त्यसपछि मलाई स्न्याकहरू पनि चक्लेटहरू पनि दिनुभयो होइन। बुद्ध एयरलाइन्समा चाहिँ दिनुहुन्न, यतिमा चाहिँ दिनुहुन्छ। अनि पानी पनि प्रोभाइड गर्नुभएको थियो, मलाई चाहिँ एकदम राम्रो लागेको थियो। अनि त्यसपछि चाहिँ हामी उड्यौँ। मलाई यस्तो भ्यू हेर्दा यति राम्रो रमाइलो लागिरहेको थियो। अनि त्यसपछि जनकपुर आइपुग्यौँ। कति छिटो आइपुगेका थियौँ कि हामी 9:40 त झर्सकेका थियौँ कि 9 बजेको फ्लाइट थियो। 10-15 मिनट ढिलो भयो तर एकदम टाइममै जानुभएको थियो। यस्तो राम्रो हो नि जनकपुरको एयरपोर्ट, मलाई यति राम्रो लागेको थियो नि। सिमराको एयरपोर्ट भन्दा नि जनकपुरको एयरपोर्ट चाहिँ दामी लाग्यो क्या मलाई। अनि त्यसपछि जनकपुरको म चाहिँ फर्स्ट टाइम गइरहेको छु। अनि त्यसपछि हामीले मयुरी बुक गरेर गयौँ। अनि त्यहाँ गएर चाहिँ हामीले खानासाना खायौँ। अनि हामीलाई चाहिँ कुलर खोलेर राखिदिनु भएको थियो गर्मी भयो भनेर। अनि त्यसपछि 3जना बहिनीहरूले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ होइन। सो अनि त्यसपछि हामी त्यहाँबाट बस चढेर घर गयौँ। हाम्रो यस्तो ठिकै म्याच गरेन भन्दै थियौँ। अनि यो बहिनीहरू चाहिँ 2जना जनकपुरको अनि अर्को बहिनी चाहिँ सर्लाहीकै हो होइन। अनि ऊ र म चाहिँ सँगै आएको। अनि त्यसपछि हामी गयौँ। अनि म हरिणमा छुट्यो। अनि फेरि म त्यहाँबाट अटो बुक गरेर अनि गएको। अनि म घर जाँदै चाहिँ मलाई यति खुसी लागिरहेको थियो नि घर। अनि घर जाने बित्तिकै मैले सरसफाइ अभियान चालु गरेँ। यो चाहिँ रुम रह्यो मेरो। अनि त्यसपछि अहिलेको रुम चाहिँ यस्तो छ होइन। यसलाई सरसफाइ गरेर एकदम राम्रो बनाउन चाहिँ मलाई मन थियो किनकि रुम अलि लथालिङ्ग भएको थियो, गर्ने पनि कोही नभएर। अनि सो हामीले चाहिँ रुममा नचाहिने सामानहरू बाहिर झार्यौँ, सिरकहरू भित्र हाल्यौँ। 5वटा सिरक हालेँ मैले यो बेडभित्र। अनि सिरकहरू त सबै भित्र हाल्यौँ होइन। अनि त्यसभित्र कपुर हालिदिने भनेर चाहिँ मैले सोचेको। अनि यो चाहिँ रह्यो फाइनल रिजल्ट। मैले यत्तिको सफा गरेँ होइन। म वहाँबाट आएर यो सबै मेरो मेकअपको सामानहरू, नेल्सको सामानहरू मैले सबै लिएर आएको छु किनकि यहाँ पनि कोही क्लाइन्ट हुनुभयो नि गर्नलाई हुन्छ भनेर। अनि मम्मीको पनि गरिदिन्छु भनेर मैले फेसियल, मेनिक्योर, पेडिक्योर, नेल्सको सामान सब बोकेर छु, व्याक्सहरू। अनि सो बेलुकाको खाना खायो। आजलाई यति नै। बाई बाई गाइज।